तपाईहरुले यो माथि देख्नु भएको फोटो मेरो एकदमै मिल्ने साथी हो। उहाँले आमाको उपचारका लागि 50,000 लिनुभएको थियो मसित। नगद 50,000 नेपालको ब्याङ्कमा ट्रान्सफर गरेको र अरु नगद चाहिँ मैले यहाँ क्याश दिएको। त्यो दिनदेखि उहाँ सम्पर्कमा हुनुहुन्न। मलाई आशा छ उहाँको मम्मी सायद ठिक हुनुभयो होला। सायद मैले मात्र उहाँलाई पैसा दिएको हो कि भन्ने चाहिँ मैले विचार गरेँ, तर उहाँले चाहिँ आमाको लागि भनेर छोराको लागि भनेर चाहिँ उहाँहरुबाट चाहिँ धेरै पैसा उठाएर चाहिँ अहिले यहाँ हामी बसेको ठाउँबाट चाहिँ अन्त्य गएर बस्नु भएको रहेछ। मैले दिएको 50,000 त ठुलो कुरा भएन, तर म भन्दा पनि बढी पैसा दिने साथीहरु हुनुहुन्छ जो उहाँको घरमा चाहिँ एकदमै धेरै समस्याको अवस्थामा गुजिरहेको छ। तपाई जहाँ हुनुहुन्छ, कतै हुनुहुन्छ, चाँडै भन्दा चाँड सम्पर्कमा आउनु होला र यो कुरा यथार्थ हो कि हैन भनेर तपाईकै मुखबाट म सुन्न चाहन्छु। तपाई प्रतिको मेरो विश्वास घट्न नदिनु होला। मेरो आदरणीय मित्र, तपाई धेरै मिल्ने साथी हुनुहुन्छ मेरो। आगामी दिनहरुमा पनि यत्तिकै होस् भन्ने चाहन्छु, तर यो विषयले गर्दाखेरि अहिले आत्मबल घटेको छ, आत्मविश्वास घटेको छ। यो विश्वासलाई टुट्न नदिनु होला भनेर मैले तपाईसम्म चाहिँ प्रार्थना गर्छु। धन्यवाद।